हेलो गाइज वेलकम टु माई न्यू भिडियो आइसक्यो ताजा भिडियो अनि यस पछिको भिडियोमा हजुरले राम्रो दिनु भएन एक्सपिरियन्स आएन रिक्स पनि आएन त्यही भएर मैले हटाइदिएको थिएँ तिल ठानिदिएको आज तिहार हाम्रो अब टिका लाग्ने चाहिँ म आएर सबै रेडी भइसकेको नआए भर्खरै भिडियो सुरु गरेँ अनि टिका लगाइन्छ अहिले तब तकले सियो गाइस आजसम्म राम्रो सबैभन्दा राम्रो भाइ दसैँकै आउटफिट लाएर बसेछ कति राम्रो आहा बस गए यो बहुत राम्रो अनि म यतिकै बसिरहेको पहिलेदेखि आएर सबै हुन्के म यतिकै हामीलाई बा अर्को गीत बजाइदिउँ अर्को गीत कुन बजाइदिनु भन्छ पल पल देख्नुभयो भाइको डान्स अब मैले कपडा लाउँछु धेरै बेर नगरिकन अनि भाइले अनि मैले के लाउँछु भन्दा त्यही दसैँ अझै लाएको थिएँ त्यही लाउने हो लाउनु धेरै कपडा थाहा नि हामीलाई एउटा नि पुग्छ भाइले मैले त्यही लाउने दसैँकै कपडा त्यही लाउने भन्दै आएँ अब खोज्नुपर्छ खोजौँ मिसनतिर लागौँ भाइ मिसनतिर लाग्छु म लाग्छु हजुरहरूले नलाग्नु मिसनमा ज्यान जान सक्छ त्यही भएर म लाग्छु हजुरहरू यहीँ बस्नु मेरो भिडियो हेर्नु अनि बस्नु अब म मिसनतिर लागेँ कपडा खन्नेको भाइ मिसन कम्प्लिट भइसक्यो मिसनमा कसैको ज्यान गएन कपडा भेटिसकेँ अब म लाउँछु लाएर भेट्छु बाई बाई फाइनली म भइसकेँ रेडी मेरो आउटफिट अनि यसको आउटफिट एउटै छ अस्ति लगाएको देख्नु होला अब बाई बाई अहिले लाउने बेला हुन्छ टिको बाई नफुटाइलिकन फाल्दैन एउटा नफुटाइलिकन दाई भाइका शत्रु बदाम गुजुम होस् भन्ने हो के यहाँ एउटा तिहार आयो उज्यालो छ हरेक गल्लीमा दियो बल्यो चम्किन्छ मुटु खुसियालीमा घर घरमा माला रङ्गिन रङ्गोली सुनिन्छ हरतिर भाइटिकाको बोली चमेलीको बासना मिठाईको स्वाद आमा भन्छिन् आज लिजाऊ प्रसाद आकाशमा फुलझडी मुटुमा उत्साह तिहारको मेलो सबैको हर्ष उमङ्ग छ ओइ साथी हो तिहार आयो हेर्न नाचौँ गाउँ उज्यालो फैलाउँ बेग्ला बेग्ला ढङ्गमा दीप जलेको छ मन खुसीले भरिएको यो हाम्रो तिहार प्यारो त्यो संस्कृतिमा लपेटिएको पहिलो दिन कागल बोलायो सन्देश भोलिपल्ट कुकुर तिलक लगाउँछ विशेष गाईको पूजा सम्पत्ति र शान्तिको चिन्ह बाल क्रीडा गर्दै सानो भाइ हिँड्छ मुनि टिकाको थालीमा फुल र मिष्ठान बहिनीको आँखामा प्रेम र स्नेहको भण्डार भाइको निधारमा रङ्गिन सपनाको टिका मिठो मुस्कान दिदी बहिनीहरूका ओइ साथी हो तिहार आयो हेर्न नाचौँ गाउँ उज्यालो फैलाउँ बेग्ला बेग्ला ढङ्गमा दीप जलेको छ मन खुसीले भरिएको यो हाम्रो तिहार
हरेक गल्लीमा दियो बल्यो चम्किन्छ मुटु खुसियालीमा घर घरमा माला रङ्गिन रङ्गोली सुनिन्छ हरतिर भाइटिकाको बोली चमेलीको बासना मिठाईको स्वाद आमा भन्छिन् आज लिजाऊ प्रसाद आकाशमा फुलझडी मुटुमा उत्साह तिहारको मेलो सबैको हर्ष उमङ्ग छ ओइ साथी हो तिहार आयो हेर्न नाचौँ गाउँ उज्यालो फैलाउँ बेग्ला बेग्ला ढङ्गमा दीप जलेको छ मन खुसीले भरिएको यो हाम्रो तिहार प्यारो त्यो संस्कृतिमा लपेटिएको पहिलो दिन काग बोलायो सन्देश भोलिपल्ट कुकुर तिलक लगाउँछ विशेष गाईको पूजा सम्पत्ति र शान्तिको चिन्ह बाल क्रीडा गर्दै सानो भाइ हिँड्छ मुनि टिक्काको थालीमा फुल र मिष्ठान बहिनीको आँखामा प्रेम र स्नेहको भण्डार भाइको निधारमा रङ्गिन सपनाको टीका मिठो मुस्कान दिदी बहिनीहरूका ओइ साथी हो तिहार आयो हेर्न नाचौँ गाउँ उज्यालो फैलाउँ बेग्ला बेग्ला ढङ्गमा दीप जलेको छ मन खुसीले भरिएको यो हाम्रो तिहार प्यारो त्यो संस्कृतिमा लपेटिएको तिहार आयो उज्यालो छ हरेक गल्लीमा दियो बल्यो चम्किन्छ मुटु खुसियालीमा घर घरमा माला रङ्गिन रङ्गोली सुनिन्छ हरतिर भाइटिकाको बोली चमेलीको बासना मिठाईको स्वाद आमा भन्छिन् आज लिजाऊ प्रसाद आकाशमा फुलझडी मुटुमा उत्साह तिहारको मेलो सबैको हर्ष उमङ्ग छ ओइ साथी हो तिहार आयो हेर्न नाचौँ गाउँ उज्यालो फैलाउँ बेग्ला बेग्ला ढङ्गमा दीप जलेको छ मन खुसीले भरिएको यो हाम्रो तिहार प्यारो त्यो संस्कृतिमा लपेटिएको पहिलो दिन काग बोलायो सन्देश भोलिपल्ट कुकुर तिलक लगाउँछ विशेष गाईको पूजा सम्पत्ति र शान्तिको चिन्ह बाल क्रीडा गर्दै सानो भाइ हिँड्छ मुनि टिक्काको थालीमा फुल र मिष्ठान बहिनीको आँखामा प्रेम फेरि जाने टिके लगाइदिँदाखेरि ठुलै केही दिए अलिक प्रगति गरौँ फैलाउँ बेग्ला बेग्ला ढङ्गमा दीप जलेको छ मन खुसीले भरिएको यो हाम्रो तिहार प्यारो त्यो संस्कृतिमा लपेटिएको तिहार आयो उज्यालो छ हरेक गल्लीमा दियो बल्यो चम्किन्छ मुटु खुसियालीमा घर घरमा माला रङ्गिन रङ्गोली सुनिन्छ हरतिर भाइटिकाको बोली चमेलीको बासना टिका लाएर भ्याइयो अब फोटो खिचेर पनि भ्याइयो अनि भिडियोलाई एन्ड भन्नु होला एन्ड हुन्न यापट्टिका ल्याएको मैले दुई तिनवटा आलुदम सुत्ली तिनी छन् त्यही एकै पड्काएको मैले भिडियो राख्छु हेर्नु होला अब पड्काउने कस्तो थाहा होइन पड्काउने हो राख्छु तब तकले बाई बाई टाटा सी यू गाइस टिका सिकाउनु यो थाहा होला होइन त्यो फोटोहरू खिचाउँदै सबै भयो अनि पड्काउने भनेको अब कस्तो हुने थाहा होइन अझै मैले खाना नि खाएन यहाँको ल 2:24 भइसक्यो 2:24 बज्यो
अझै खाना खाएन एउटा रोटीले अगाएको अब खाना पाक्दैछ खाना पाकेपछि खाने हो यहाँ मैले उता आन्टी माइजू कहाँ गएको थिएँ त्यहीँ बसेर आएको थिएँ अब घरभित्र जान्छु तब तकलाई बाई बाई टाटा सी यू खाएर पड्काउने होला बाई गाइस अब पटेका पड्काउने बेला आइसकेको छ राति भइसकेको छ अब पटेका पड्काउने हो हेर्नुहोस् रमाइलो हुन्छ बाई बाई हेर्दै हेर्नुहोस् प्लिज हेर्नुहोस् यहाँ त जिगाडी गर्दै हुनुहुन्छ पर त हट्नु सबै अब यहाँ जुगाडी हुने गर्दै हुनुहुन्छ यहाँ हुन्छ अब यहाँ पटेका पड्काउँदै हुनुहुन्छ यहाँ हट्न ए यहाँ पटेका पड्काउँदै हुनुहुन्छ अलि पर जाऊ कहाँ गयो ए यहाँ त ए बाबु नि जाने जा छिटो जाने जा यहाँ निभो मामा यहाँ डर लागिरहेको सबैलाई पड्काउन सबै कोसिसमा ओ यो यहाँ पटेका यो पटेका होइन रातो रातो ओ यो पटेका मैले अर्कै देखेर हातमै पड्काउने कोसिस भइरहेको यहाँ यस्तै गर्छ यहाँ रुक्ने बाइक त यहाँ हातमा पड्काउने कुरा भइरहेको तर मामाले मान्नु होइन बाबु यता आऊ है यहाँ पड्काउने कोसिस भइरहेको बाबु आइज है यहाँ लाउनु कोसिस भइरहेको माइजू सातो बुट्ला जाला के ओ डल्लाई के दिदी यही पटेका हो कि दिदी अस्ति कुशल दाइलाई मैले भनेको यही पटेका कुशल दाइलाई मैले भनेको मान्दैन अब हामीले आलु बम पड्काउँदैछौँ हेर्नु गाडी खाइदिन्छ यसले यहाँ यो हामी अलि 30 किलो पर गइदिनु होला अनुरोध छ सबैलाई यहाँ आलु बम उयो झारको ठ्याक्कै तपडीको यता अब बोल्दै हुनुहुन्छ कहाँ गइस यो पटेका पड्कियो सबैलाई रमाइलो लाग्यो पड्काउने यस्तो डराउने मान्छे भएपछि नि मैले हातमै पड्काइदिन्थेँ के त्यति हातमै पड्काइदिने हो कि नि होइन मैले बालिदिन्छु खै खै अर्को मोमबत्ती दिन त्यस्तो लौरामा यहाँ डराएर कस्तो खै मामालाई त दिनु त के त यत्रो दिनु त मैले त्यसमा त पड्काइदिन्छु ल के थाहा अहिले पड्क्यो अनि हेरौँ त्यहाँ नि हातमै पड्काउने कोसिस दुश्मन सारैतिर यसको काम छैन यो हात पड्काउने मतिर नफाल्नु त
सबै कुचेर धुलै धुलो बनायो म धेरै रमाइलो भएर रमाइलो त भएको के रे त्यो भक्क त्यसरी जाँदा गनी खै त डल्लै हटे बे यो पुस्ती भयो यो त नेक्स्ट ट्राई हातमा पड्काउने केही भएकै छैन यसको त यहाँ नपड्काउने भागिरहन् मेरो खै मेरो आफ्नो राखिहाल्छु यहाँ हात पड्काउने कोसिस भएकै होइन बोले होइन ए बाबु आइसकेछ यहाँ हात पाल्ने कोसिस भएकै होइन भएकै बोले 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 है जानी होइन है कोही पनि त्यहाँ यता फाल्दिस फेरि वाउ यहाँ फेरि यहाँ नेक्स्ट ट्राई हुँदैछ उतातिर फाले मैले पड्काउने ल यहाँ दिदी हात नै यहाँ बाइक डल्लो उतै छ कुन साइडमा आउनुहोस् यहाँ बाइकवाला राख्न यतै छ अब धेरै ल नेक्स्ट ट्राई डल्लै आइज त खै र कहाँ मैले फर्काउँछु एउटा डल्लै हाटै मामाले फर्काउँछु हुन्छ यसरी ननाच्न गान्छ जे तरुका नदुखेर न रुनु नै पटेका फर्काउनु रमाइलो होइन डल्लै नजाए बोले मामा बोले है बोले न क्या मैले एउटा पढेँ बोले आगो बोलो माइलो भइरह अब गाइज अब नेक्स्ट पटुका पड्काउन जाँदैछौँ यहाँ अँधेरामा पड्काउने ल तब तकले बाई बाई टाटा सी यू पड्काउन सुरु भइसक्यो चक्री रहेछ के दिदी आउनु आउनु डल्लो हट न यो घुम्ने चक्री परेछ ओ ल चक्रीको काम तमाम सुवा बोलो चक्री भइयो अब अनार बड्किने बेला हुँदै अनार बोलेकै होइन अब अनार अब पटेका नि हेर्न थालिसके कति धेरै पड्काइसक्छौँ धेरै म के थाहा कुनै देखाउन सक्छु नदेखाउन सक्छु भर छैन अब उज्यालो 1 सेकेन्डमा उज्यालो अब निभ्यो टाटा बाई बाई सी यू बेयो अनारको काम तो गाइस आज का इतना ही नेक्स्ट वीडियो में तुम तब तक बाय बाय टाटा से इन यहाँ कमल पीरी कसरी एडिट गरेको हेर्नुहुन्छ उज्यालो भइसक्यो लिटरली उज्यालो भइसक्यो बाय बाय टाटा नेक्स्ट वीडियोमा